नमस्कार। आज म तपाईँहरू समक्ष एउटा फरक विषयवस्तु ल्याएर आएको छु। त्यो हो शिक्षाको अहिले पछिल्लो समयमा शिक्षामा परम्परागत र आधुनिक धारणा भन्ने यो छ। यो बिचमा के छ त? परम्परागत धारणा भनेको के हो? आधुनिक धारणा भनेको के हो? यसमा हामीले बुझ्न आवश्यक देखिन्छ। अब यहाँ परम्परागत धारणा र आधुनिक धारणाका विभिन्न आधारहरू छन्। के आधारमा डिफ्रेन्स छ? शिक्षाको परम्परागत धारणा र आधुनिक धारणा। अब हामी यसमा जाउँ। जसले यो परम्परागत धारणा र आधुनिक धारणाको जानकारी किन लिन आवश्यक छ भने जसमा शैक्षिक कार्यक्रमलाई अथवा शिक्षण सिकाइका क्रियाकलापलाई अगाडि बढाउन र शैक्षिक परिवर्तनलाई आत्मसात गर्नको लागि यो जान्न आवश्यक हुन्छ। अब आधारहरू छन्। शिक्षाको अर्थ के भन्छ? परम्परागत धारणाले के भन्छ? आधुनिक धारणाले के भन्छ? शिक्षण गर्नु शिक्षा हो भन्छ परम्परागत धारणाले अर्थबाट। अनि सिकारुको विविध पक्षको विकास गर्नु शिक्षा हो भन्छ आधुनिक धारणाले। अब लक्ष्यमा के डिफ्रेन्स छ त? आधुनिक धारणा र परम्परागत धारणा र आधुनिक धारणा। अब ज्ञान प्राप्त गर्नु शिक्षा हो भन्छ शिक्षाको परम्परागत धारणाले। अब आधुनिक धारणामा पूर्ण व्यक्तित्व विकास गर्नु शिक्षाको आधुनिक धारणा भन्छ। अब पाठ्यक्रम परम्परागत धारणाले कस्तो पाठ्यक्रमलाई जोड दिन्छ? आधुनिक धारणाले कस्तो पाठ्यक्रमलाई जोड दिन्छ? विषय केन्द्रित पाठ्यक्रममा परम्परागत धारणाले जोड दिन्छ भने क्रियाकलाप केन्द्रित पाठ्यक्रममा आधुनिक धारणाले जोड दिन्छ। अब विधि परम्परागत धारणाले घोकन्ते शिक्षण विधिलाई जोड दिन्छ भने आधुनिक धारणाले गरेर सिक्ने र परियोजनामा आधारित विधिलाई जोड दिन्छ। अनुशासनका कुरा परम्परागत धारणा कठोर अनुशासनमा लाई जोड दिन्छ भने अब शिक्षाको आधुनिक धारणालाई सो अनुशासनलाई जोड दिन्छ आधुनिक धारणाले। परीक्षा परम्परागत धारणाले निबन्धात्मक परीक्षा, आवधिक मूल्याङ्कन जस्ता कुरालाई जोड दिन्छ भने आधुनिक धारणाले वस्तुगत परीक्षा, निरन्तर मूल्याङ्कनलाई जोड दिन्छ। त्यो अनि निकायहरू परम्परागत धारणामा औपचारिक विद्यालयहरूको रूपमा निकाय अगाडि बढेका थिए भने आधुनिक धारणामा अनौपचारिक र अनियमित माध्यमबाट अनि निकायबाट शिक्षा दिनुपर्छ भन्छ। अब त्यसपछि शिक्षकमा परम्परागत धारणामा के थियो त? निर्देशकको रूपमा शिक्षक हुन्थे भने आधुनिक धारणामा साथी र सहयोगीका रूपमा शिक्षक हुन्छ आधुनिक धारणा। त्यसैले बालक अब निष्क्रिय सिकारुको रूपमा रहन्छ परम्परागत धारणामा बालक, अनि सक्रिय सिकारुको रूपमा रहन्छ आधुनिक धारणामा बालक। त्यसपछि अनि विद्यालय सिक्ने ठाउँको रूपमा विद्यालय हुन्छ भने परम्परागत धारणामा, अनि सानो समाजको रूपमा विद्यालय, सानो एउटा समाजको युनिटको रूपमा विद्यालय स्थापित हुन्छ नयाँ तथा आधुनिक धारणा। यी दुई धारणाले के भन्छ? शिक्षा लिने दिने पद्धति र विभिन्न कार्यमा यति भिन्नता देखिन्छ कि जसमा हामीले शैक्षिक कार्यक्रमलाई अगाडि बढाउनका लागि यी कुराहरू ध्यान दिन जरुरी।